पोलिटिकल पार्टीले पनि गाली गर्छ, भरमारले गाली गर्छ। अहिले छोड भोलि छोड भन्छ। जेनजीले पनि आजै छोड भोलि छोड पछि छोड भन्छ। अब छोडौँ भने के छोडौँ, फेरि छोडेको भोलिपल्ट थुक्क पालो त दिएको थियो नि त तिमीहरूलाई, एउटा औकात त तिमीहरूको औकात त छोडेर हिँड्ने नरहेछ, के गरेर हिँड्यौ भन्ने फेरि अर्को आउँछ फेरि भाष्य। कतै जाँदा सुख नहुने अवस्था अहिले हाम्रो छ। हाम्रै बारेमा पनि कथा लेख्नुहोस् तपाईँहरूले। अब हाम्रै बारेमा पनि लेख्नुहोस्। अब हाम्रो गृहमन्त्रीको के हाल छ त्यही लेख्नुहोस्, मेरो के हाल छ त्यही लेख्नुहोस्, अर्थमन्त्रीको के छ हाल्नुहोस्। 25वटा 30वटा जेनजीहरू हुनुहुन्छ, अनि अब एउटा जेनजीले भन्नुहुन्छ यति काम गर भनेर अर्को जेनजीले यति गर भन्छ, अर्को जेनजीले यति गर भन्छ। अब यो त के हो। अब हामी चाहिँ के सुरमा छौँ भने मुलुक बङ्गलादेश नहोस् भन्नेमा छौँ।